जब कुनै गलत मानिसको परिवारमाथि हात हालिन्छ, तब बदलाको नाममा एउटा भयानक आदि जन्मिन्छ। हेर्नुहोस् वाङ वेलाई, जो बोल्न त सक्दैनन् तर उनका यी हातहरू सिधै विनाशको भाषा बोल्छन्। जब एउटा अन्तर्राष्ट्रिय मानव तस्करी गिरोहले उनकी छोरी रेनीलाई अपहरण गर्छ र भ्रष्ट प्रहरीले कुनै मद्दत गर्दैन, तब सुरु हुन्छ एउटा कहिले नरोकिने हिंसात्मक यात्रा। नमस्कार साथीहरू, आजको यस भिडियोमा सन् 2026 को बहुचर्चित एक्सन मस्ट वाच मुभी द फ्युरियसको कहानी नेपालीमा बुझ्न गइरहेका छौँ। भिडियोलाई अन्त्यसम्म पक्कै हेर्नुहोला र सुरु गर्नुअघि भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। फिल्मको सुरुवात एउटा अँध्यारो गुप्त अखडाबाट हुन्छ। बालबालिका हराइरहेको घटनाको अनुसन्धान गरिरहेकी रिपोर्टर माटिया एउटा साँघुरो बाटो हुँदै अगाडि बढ्छिन्। उनले भित्ता पछाडिबाट बच्चा रोएको आवाज सुन्छिन्। सानो पालबाट चियाएर हेर्दा एउटा सानो बच्चामाथि दुर्व्यवहार भइरहेको देखिन्छ। माटिया तुरुन्तै कोठाभित्र छिरेर आक्रमण गर्छिन्, तर हल्ला सुन्ने बित्तिकै सेक्युरिटी गार्डहरू आइपुग्छन्। माटियाले एक्लै धेरैजनालाई धुलो चटाउँछिन्, तर अचानक एउटा घातक कार्ड आएर त्यो बच्चालाई लाग्छ। त्यो कार्ड टक नामको सुटरले हानेको थियो। अन्डरवर्ल्डको मुख्य नायकी मार्की त्यहाँ आउँछ र भन्छ यो बच्चाको अब काम छैन, अर्को पाइहालिन्छ। अनि माटियालाई मार्ने जिम्मा टकलाई दिएर ऊ त्यहाँबाट निस्कन्छन्। अर्कोतर्फ वाङ वे आफ्नै धुनमा कुङफु अभ्यास गरिरहेको हुन्छ। वाङ बोल्न सक्दैन, त्यसैले छोरी रेनीसँग इसारामा कुरा गर्छ। रेनी आफ्ना बुबासँग एकदमै नजिक छिन्। एक दिन काम गर्दा गर्दै वाङको टाउको ठोकिन्छ, जसले उनलाई टाउको पुरानो चोटको याद दिलाउँछ। वाङले रेनीलाई आफ्नो रक्षाको लागि कुङफु सिक्न जोड दिन्छ, तर रेनी रिसाउँछिन् र भन्छन् म त केवल हजुरसँग बस्न कुङफु सिक्दैछु, मम्मी जस्तै हजुरले पनि मलाई छोडेर जानुहुन्छ कि भन्ने डर लाग्छ। यति भनेर उनी रिसाउँदै सलुनबाट बाहिर निस्कन्छन्। बाहिर एउटा सानो केटाले रेनीलाई छल गर्छ र एउटा सुनसान गल्लीमा लिएर जान्छ। त्यही मौकामा गुन्डाहरूले रेनीको टाउकोमा प्लास्टिक हालेर उनलाई बाँध्छन् र एउटा फ्रिजर ट्रकभित्र फ्याँकिदिन्छन्। रेनीको अपहरण भइसकेको छ। छोरी हराएको खबर पाउने बित्तिकै वाङको दिमाग चुन्न हुन्छ। ऊ सडकमा दौडेर त्यो शङ्कास्पद ट्रकको पिछा गर्छ। छोटो बाटो लिँदै वाङ सिधै गुडिरहेको ट्रकको हुडमाथि फाल हान्छ। ऊ ड्राइभरको सिटमा छिरेर ब्रेक खिच्छ, साँचो निकालेर टाढा फ्याँकिदिन्छ। त्यतिकैमा हो नामको विशालकाय गुन्डा र अरू अपराधीहरूले वाङलाई घेर्छन्, तर वाङको रिसको अगाडि उनीहरू टिक्न सक्दैनन्। ऊ ग्यास सिलिन्डर उठाएर गुन्डाको छातीमा प्रहार गर्छ। ऊ ट्रकभित्र छिरेर बोराहरू च्यात्दै छोरीलाई खोज्न थाल्छ। अन्ततः उसले रेनीलाई फेला पार्छ, तर त्यही बेला होले गरौँ हटौडाले आक्रमण गर्छ। वाङले फलामको रडहरू नाङ्गो हातले रोक्छ, तर गाडी स्टार्ट हुन्छ र वाङलाई धकेलेर पछाडि फ्याँकिदिन्छ। वाङ घाइते शरीर बोकेर ट्रकको पछाडि कुद्छ, तर अचानक एउटा तीव्र गतिको कारले वाङलाई सिधै हान्छ। वाङ रगतले लतपत भएर भुइँमा पछाडिन्छ। उसले उठ्ने प्रयास गर्छ, तर ट्रक आँखा अगाडिबाट गायब भइसकेको हुन्छ। घाइते वाङ प्रहरी चौकी पुग्छ। उसले कागजमा सबै कुरा लेखेर दिन्छ, तर भ्रष्ट प्रहरी अधिकारीहरूले उसको कुरा वास्ता गर्दैनन्। वाङले बुझ्छ प्रहरीले उसकी छोरीलाई बचाउने छैन। ऊ आफै मैदानमा उत्रनु पर्छ। घर पुगेर घाउमा बरफ लाउँछ, पीडा निवारक औषधि खान्छ, हतौडा उठाउँछ र छोरीको फोटो खल्तीमा हालेर निस्कन्छ। उसलाई सम्झना आउँछ, ट्रकमा लड्दा उसले एउटा अन्डरग्राउन्ड बक्सिङ एरिनाको टिकट देखेको थियो। वाङ सिधै त्यही एरिनामा पुग्छ। त्यहाँ नेबन नामको एक जासुस पनि आफ्नो सर्टको टाकमा क्यामेरा लुकाएर गिरोहको पर्दाफास गर्न पुगेको हुन्छ। वाङले त्यही गुन्डालाई देख्छ जसले उसकी छोरी अपहरण गरेको थियो। गुन्डाले वाङलाई देख्ने बित्तिकै माइक समातेर कराउँछ, यो मान्छेलाई जसले मार्छ उसलाई ठुलो उपहार मिल्नेछ। पुरा एरिनाका फाइटरहरू वाङमाथि खनिन्छन्, तर हटौडा बोकेका वाङ एउटा काल बनेर उत्रिन्छ। उसले एक एक गरी सबै बक्सर र गुन्डाहरूलाई धालिदिन्छ। नेबन र वाङको बिचमा सुरुमा अविश्वासका कारण लडाइँ हुन्छ, तर जब नेबनले वाङको खल्तीबाट फसेको रेनीको फोटो देख्छ ऊ रोकिन्छ। नेबन पनि आफ्नी हराइरहेकी श्रीमती माटियाको खोजीमा थियो। दुवैले हात मिलाउँछन् र जानकारी पछ्याउँदै मुख्य नायक मिस्टर सोङको फ्रिजर फ्याक्ट्रीमा पुग्छन्। वाङले कपीमा लेख्छन्, समय छैन, दुई तर्फबाट आक्रमण गरौँ। भित्रको दृश्य भयानक हुन्छ। बरफभित्र धेरै मानिसका शवहरू जमेका हुन्छन्। मिस्टर सोङ र विशालकाय होले उनीहरूमाथि गोली र हतौडाले आक्रमण गर्छन्। लडाइँको क्रममा होले वाङलाई तलको एउटा काल कोठरीमा फ्याँकिदिन्छ, जहाँ अपहरण गरिएका बालबालिकालाई राखिन्थ्यो। त्यहाँ वाङले रेनीको
रगतले लतपतिएको कोट भेटाउँछ। छोरी मारिएका ठानेर वाङको होस उड्छ। ऊ एउटा दानव जस्तै माथि आउँछ। होको हतौडा खोज्छ र उसलाई पिटेर अधमरु बनाइदिन्छ। नेभनले उसलाई रोक्छ र भन्छ रेनी जिउँदै हुन सक्छिन्। उनीहरूले मिस्टर सोङलाई बिजुलीको झट्का दिएर सत्य बकाउँछन्। उता रेनीले आफ्नो दिमाग लगाएर एउटा सिक्काको मद्दतले बक्सको स्क्रू खोल्छिन् र काल कोठरीका सबै बालबालिकालाई भगाउन सफल हुन्छन्। नेभनले यो सबै घटना सोसल मिडियामा लाइभ गरिदिन्छ, जसले गर्दा पुरै सहरका मानिसहरू र इमान्दार प्रहरीहरू त्यहाँ पुग्छन्। वाङ र रेनीको भावुक मिलन हुन्छ, तर गिरोहको मुख्य नायकी मार्की पागल हुन्छ। उसले आफ्नै मानिसहरूलाई मारेर प्रहरी चौकीमा आक्रमण गर्छ। त्यही राति मुसलधार वर्षा भइरहेको बेला प्रहरी चौकीको बिजुली जान्छ। रातो इमर्जेन्सी लाइट बल्छ। मार्की र उसको घातक धनुधारी ट्रकले प्रहरी चौकीमा नरसंहार सुरु गर्छन्। वाङ र नेभन जेलको ढोका फोडेर बाहिर निस्कन्छन्। नेभन र टकको बिचमा डरलाग्दो लडाइँ हुन्छ। टकले नेभनकी श्रीमतीलाई आफूले तडपाई मारेको कुरा बताउँछ। नेभनले रिसको झोकमा टकको घाँटी काटिदिन्छन्, तर आफू पनि गम्भीर घाइते हुन्छ। वाङ उसको नजिक पुग्दा नेभनले आफ्नै श्रीमतीको औँठी समात्दै मुस्कुराएर भन्छ, मैले उनलाई भेटाएर अन्तिम सास फेर्छ। आफ्नो साथीको मृत्युपछि वाङको रिसको सीमा रहँदैन। ऊ मार्कीमाथि जाय लाग्छ। दुवैजना झ्याल फोडेर तल साइकल ग्यारेजमा फस्छन्। साङ्लो र साइकलका प्याडलले एकअर्कालाई प्रहार गर्छन्। मार्कीले वाङको पुरानो चोटमा हान्छ, जसले गर्दा वाङ ढल्छ। तर रेनी र अरू बालबालिकाहरू वाङको अगाडि ढाल बनेर उभिन्छन्। मार्की आफ्नो मरेको बच्चाको नाम लिँदै लर्खराएर सडकमा पुग्छ र ढल्छ। 1 महिनापछि एउटा शान्त तालमा एउटा नाउ तैरिरहेको हुन्छ। वाङ, रेनी र रेस्क्युड बालबालिकाहरू मिलेर नेभेन र माटियालाई श्रद्धाञ्जली दिन पानीमा फुलहरू बगाउँछन्। जब वाङ र रेनी एक्लै हुन्छन्, रेनीले सोच्छिन् के अब हजुरले मलाई आफ्नो पुरा कहानी सुनाउनुहुन्छ। वाङ मुस्कुराउँदै र छोरीको छेउमा बसेर इसारामा आफ्नो विगतको कहानी सुनाउन थाल्छ, जुन दिन उसको भेट रेनीकी आमासँग भएको थियो। यसरी द फ्युरियस मुभीको अन्त्य हुन्छ। तपाईलाई यो मुभीको कहानी र मेरो एक्सप्लेनेसन कस्तो लाग्यो कमेन्ट गरेर पक्कै बताउनु होला। भिडियो मन परेको भए लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। भेटौँला अर्को नयाँ भिडियोमा। धन्यवाद।